दर्शकवृन्द कुवेतमा घटेको घटना थियो। एकजना चेलीले चाहिँ गलामा सल बाँधेर उहाँको प्राण गएको थियो। लाइभ भिडियोमा छोरीले हेर्न मात्रै छोरीले मात्र होइन सबैजना नेपाली जति हेरी मात्रै छुटिरहेको त्यो देख्दा कसको आँखाबाट आँसु झर्न पक्कै पनि र एकदमै घरमा पनि एकदम आर्थिक अवस्था पनि एकदम कमजोर छ भनेर भनिसकेपछि यति बेला हामी मिक्लाजुङ वडा नम्बर 1 मा आएको छौँ। पछाडि घर एउटा जस्ता लागेको घर छ, चौधरी गराइ छ, एकदम मजबुत घर छ। 10 लाख 12 लाख चाहिँ लागेको रहेछ घर बनाउँदा, 2 लाख मात्रै तिरेको रहेछ। अब यहाँ हेर्नुहोस् कान्छी छोरी छोरा जेठी छोरीको बेहाल छ घरमा। पक्कै पनि यति बेला मिक्लाजुङका स्थानीय वासीहरू हुनुहुन्छ, उहाँहरूले के भन्नुहुन्छ उहाँहरूको कुरा पनि हामी सुनौँ। सबैभन्दा पहिलो नमस्कार। नमस्कार। हजुरको नाम? मेरो नाम मनकुमार राई हो। हजुर मनकुमार राई हो। अब मेरो घर यहीँ। अब मेरो जसरी भए पनि मेरो बुहारी। हजुर यो घटना भनेको पहिलोचोटि हो, म थाहा थिएन। अब म देखेको पनि थिएन। विदेशको ठाउँमा यसरी सल बाँधेर झुन्डेर मर्नेहरू म देखेको पनि थिइनँ भने यसपालि आफ्नै घरको आफ्नो भाइ बुहारीलाई यसरी सल गलामा बाँधेर झुन्डेको देख्दा मलाई कसो लागिरहेको छ अझै पनि। र त्यस कारणले अब के कसो गर्नुपर्ने अब मलाई अहिलेसम्म थाहा छैन। र बिस्तारै अब बुझ्दै लैजाउँ भन्दाखेरि अब जसरी भए पनि मेरो बुहारीको लास चाहिँ ल्याउनु पर्दा काठमाडौँमै ल्याउनु पर्ने अवस्था आयो। त्यस कारणले अब काठमाडौँ ल्याउनु त ल्याउने, त्यो खर्च कता हो, के गर्नुपर्ने। त्यस कारणमा त्यसमा अब जसरी भए पनि मेरो भाइ पनि अब मलेसियामा हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ। अब हामी त झन् अब घरमा बस्ने मान्छे, हामी त अब के भन्छौँ होला। र त्यस कारणले अब सबै यहाँ दाइ दाजुभाइ छिमेकी इष्टमित्रहरू हुनुहुन्छ, सरसल्लाह गर्दै हुनुहुन्छ। हामी हुन्छ, तपाईँ यति टाइम दिए। नमस्कार हजुर। नमस्कार। हजुरको? मणिकुमार राई हो। हजुर यहीँ स्थानीय वासी हुनुहुन्छ? हजुर, म जो मृत हुनुभयो उहाँको भाइ म हो होइन। मेरो जेठी भान्जी हो। हजुर भान्जा हो, यता कान्छी भान्जी हो। हजुर हजुर। अनि अब त्यो सर त्यो अवस्थामा कसरी पुग्यो, मेरो दिदी हो, साइली दिदी हो होइन। अब त्यो कसरी कुन अवस्थामा कसरी पुग्यो, त्यो कसरी के भएको हो, मैले आफ्नै आँखाले त्यस्तो कहिले देखेको थिइनँ कि सर। एकदमै मैले त्यस्तो कहिले देखेको थिइनँ। अब एक्कासी त्यस्तो भिडियोहरू भाइरल भइसकेपछि मेरो दिदीको आफ्नै दिदीको मृत्यु त्यस्तो आफ्नै आँखाले देख्दा मलाई कस्तो अलिक बोल्नै कस्तो लागिरहेको छ। अब जुन अब कस्तरी भयो, त्यो पैसा खाएर भाग्ने राजाको बाबु राजा के भन्ने टिकटक आइडी भन्नुहुन्थ्यो नानाले दिदीले। त्यो कहाँ छ, कस्तो छ, कुन अवस्थामा छ त्यो पनि होइन। अब हामीले सबै यता सबै प्रहरी प्रशासन सबै हामीले भनिसकेका छौँ। र त्यो कहाँ छ, कुन दुलोमा छ, त्यसलाई सर जसरी पनि त्यसलाई पक्रेर ल्याउनु पर्यो र त्यसलाई कडाभन्दा कडा कारबाही गर्नु पर्यो। र जति पैसा खाएको छ मेरो भान्जाहरू यी 3टा छ होइन, उहाँहरूलाई अब के गर्ने। उहाँहरूको अब त्यस्तै अब मम्मी त बित्नुभयो। अब उहाँको भान्जीको भविष्य बिगार्नु भएन होइन सर। त्यही भएर म चाहिँ त्यही भन्छु सर। अब त्यो जहाँ भए पनि त्यो बाबु राजा फेला चाहिँ पर्नु नै पर्यो, जसरी पनि त्यसलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ सर। प्रहरीले दिइसक्नुभयो? सबै दिइसक्यो, हामीले रिपोर्ट गरिसक्नुभयो? सक्यो सर। त्यो जुन चाहिँ मैले पनि भिडियो हेरेको थिएँ होइन, झुन्डेने बेलीमा चाहिँ त्यही राजाको नाम लिएर पनि झुन्डेको रहेछ होइन। अब राजाको कारणले हो भन्ने पनि अब हो भन्ने सबैले हेर्दा पनि त्यही कारण नै बुझिन्छ। उसकै कारणले नै त्यस्तो मृत्यु हुनुभएको हो हाम्रो दिदी, उसकै कारणले नै हो। ल हस्, धन्यवाद। र हजुरसँग के भन्न को हो तपाईँको यता चाहिँ? जुन मेरो आन्टीको छोरी हो। आन्टीको छोरी हो? हेर्नुभयो लाइभ भिडियोमा झुन्डिनु भएको? देखेको थिएँ। के भन्यो त्यो लाइभ भिडियोमा सुन्नुभयो? अलिअलि साउन्ड अलिअलि मात्रै सुनिरहेको। के भनेको सुन्नुभयो? मलाई जहिले सताउँछ मात्रै भनिरहेको छु। सताउँछ मात्रै भनिरहेको छ भनेको सुन्नुभयो?
कसले सताउँछ भनेको सुन्नु कसले चाहिँ त्यो राजा के भन्ने मान्छेले त्यस्तो सुन्नुभयो है पक्कै पनि दर्शक पनि सबैले उहाँको मिक्लाजुङवासीले मात्रै होइन सम्पूर्ण देश विदेशमा सुनिरहेको छ त्यो बकैदा हामीसँग भिडियो रेकर्ड छ र हजुर के पर्नुभयो उहाँको दिदी होइन म मृतकको दिदी हो दिदी के भन्न चाहनुहुन्छ अब मेरो बहिनी त अब मरिहाल्यो ज्वाइँ पनि उता मलेसियामै हुनुहुन्छ यहाँ अब 12 लाख जति ऋण थियो अब 10 लाख 2 लाख चाहिँ तिरिसकेको छ घरको ऋण अब 10 लाख अझै बाँकी नै छ त्यो अब यो नानीहरूलाई कसले के गर्ने हो कसरी के गर्ने यो समस्या छ त्यही भएर अब त्यो राजा भन्ने मान्छेले चाहिँ उसलाई कडाभन्दा कडा सजाय हुनु पर्यो र यिनीहरूको मम्मीले जे जति पैसा दिएको छ त्यो फिर्ता हुनु पर्यो र अब के यिनीहरूलाई हुन त अब सजाय त उसलाई कडै हुनुपर्छ यहाँ उसले नै हेर्नु पर्छ यहाँ अब उसको बाबुले त अब ऋण घरको ऋण तिरोस् कि छोराछोरी पढाओस् कि खानेपिने किनिदियोस् कि उसले के भ्याउँछ के भ्याउँदैन घरमा अब सायद खानेकुरा पनि छैन अनि त्यो बाबु राजा भन्नेले नै यहाँ हेरफेर गर्नुपर्छ सबै हेरफेर गर्नु उहाँले नै पर्छ हेरेन भने त अनि हेरेन भने त्यसलाई त्यसको पनि त्यस्तै ज्यान हुनुपर्छ उसलाई पनि त्यस्तै आफ्नो जस्तो अर्काको ज्यानले उसको पनि त्यस्तै होस् त्यही भन्न चाहनुहुन्छ यता आउनुहोस् त बहिनी अलिकति अगाडि तपाईँको चाहिँ को पर्नुहुन्छ जुन कुवेतमा घटना भयो आन्टी हो आन्टी यो घटनाको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ तपाईँले सम्पूर्ण देश विदेशबाट हेरिराख्नु भएको छ त्यो राजा भनेर चाहिँ कडाभन्दा कडा सजाय होस् अब मेरो भाइ बहिनी अब बिजोगमा छ है त्यसलाई चाहिँ पानी मुनि गए पनि नछर्ने जहाँ गए पनि नछर्ने त्यसलाई चाहिँ हजुर जसरी भयो नि त्यसलाई चाहिँ कारबाही भन्दा कडा सजाय हुनु पर्यो एकदमै कडा सजाय हुनु पर्यो तर उहाँले त बहिनीको हेरचाह गर्नु पर्यो त्यति हो हजुर त्यही हो ए उहाँहरूको पनि हेरचाह गर्नु पर्यो तीनजनाको हजुर मेरो भाइ बहिनी त अब बेसारा भयो नि त हो अलिकति आउनुहोस् तपाईँ यता आउनुहोस् तपाईँको चाहिँ घटना जुन कुवेतमा घटना पनि अलिकति आउनुहोस् कुवेतमा घटना भयो नि उहाँको चाहिँ के पर्नुहुन्छ तपाईँ बहिनी तपाईँको बहिनी यो घटनाको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ सम्पूर्णले त्यो के अरे अब नानाले त अब 1 महिना एक महिनाको सिलेर पनि पठाइदिनु भएको छ अरे नि नेपाल घरमा अब 1 महिनाको सिलेर मात्रै त्यत्रो 1 वर्ष कमाएको सिलेर त्यसले खायो त्यो के अरे राजा बाबु के त्यसले खाएको हुनुपर्छ त्यसले चाहिँ दिनु पर्यो पैसा होइन यो नानीहरूको पनि भविष्य बनाइदिनु पर्यो अनि जसरी भए पनि यहाँ झिकाउनु पर्यो होइन त्यसलाई त्यसरी नछोड्ने होइन कि त्यसले कि नानीहरूको भविष्य बनाइदिनु पर्यो कि त्यसलाई सजाय हुनु पर्यो राम्रो होइन कि त्यसलाई पनि मार्नु पर्यो क्या ज्यानको ज्यानै बाजी गर्नु पर्यो होइन कि फाँसी दिनु पर्यो त्यसले होइन नभए यत्रो बच्चाहरू छ होइन त्यत्रो 1 वर्षको कमाइ पनि त्यसले नै खाएको छ अब उसले आज पनि के भनेको छ त्यसले त्यत्रो पैसा खाएर त्यो मिडियामा उसले ठुलो कुरा गरेको छ मैले त्यो न्युजहरू नि हेरेँ के त्यस्तै मान्छे यस्तो मान्छे पहिला पैसा खाएर त्यस्तो त्यसले देखेन जब पैसा खायो नि तब त्यसले ठुलो कुरा गर्यो होइन त्यसको लाज तर म एउटा कुरा के भन्छु भने उहाँले चाहिँ ज्यान चाहिँ मारेको चाहिँ होइन तर मर्न चाहिँ बाध्य बनायो त्यसले गर्दा मरेको झुटो माया प्रेम दियो झुटो माया पैसाले त्यसले पैसा हेऱ्यो नि त पैसाहरु मात्रै पैसा खाएको होइन रहेछ अर्को केटीको नि यसले पैसा खाएको रहेछ अनि फेरि त्यस बापत फेरि अर्कैको पनि पैसा खानु लागेको छ यो केटाले रहेछ यसको यसलाई छोड्नु चाहिँ हुँदैन कि किनभने त्यसलाई जसरी भए पनि यो महाको जहाँ भए पनि ल्याउने सबै पुलिस भिखारी यसलाई चाहिँ जसरी भए पनि अब त्यसले पनि अनि त्यसले फेक आइडी कता उसको नाम पनि पैसा गएको रहन्छ होइन अरूको कसको नाम त्यसलाई छोड्नु चाहिँ हुँदैन होइन त्यसलाई जसरी सजाय हुनु पर्यो कि त्यसलाई फाँसी दिनु पर्यो कि त्यसलाई जस्तो मेरो आन्टी जस्तो भयो त्यस्तै त्यसलाई पनि गर्नु तर यो नानीहरूको भविष्य बनाइनु पर्यो होइन सबैभन्दा धेरै चाहिँ अब यत्रो नानीहरू छ त्यत्रो 1 वर्षको कमे आन्टीको नि खानु नाना कमी पनि अन्तिममा उसले धम्की पनि लाउनु उही चोर ठुलो चोर उनी होइन जो चाहिँ त्यसै ठुलो चोर होइन अब त्यत्रो के भने त्यसले त्यत्रो लाज हुँदैन त्यत्रो पैसा खाएको गरेर अन्तिममा ब्लक गरिदिनु त्यो उसले त्यस नगरेर ब्लक नगरेर मर्थेन भन्यो होला हाम्रो नाना सायद मर्नु हुन्थेन होइन कति बोलेको छ त अब मर्नु बारे बनायो भनेर पनि बोल्नु भएको छ होइन म यदि मर्यो भने उसको जिम्मा पनि भन्नुभएको छ नि त नानाले उसको नाम पनि उसको नाम लिएको सुन्नुभयो तपाईँले कसो भन्दै भनेको थियो भन्नुहोस् मैले यति मरिहालेँ भने त्यो राजाले नै सबै मेरो हेरफेर गर्ने हुनुपर्छ ए भनेको छ तपाईँले पनि सुन्नुभयो कसो भनेको छ त्यही अब म मरे भने त्यसले नै त्यही पर्छ भन्दा त्यही पर्छ भनेको छ राजा नै पर्छ भनेको छ राजा नै पर्छ भनेको छ टिकटकमा पनि मिस यु राजा के जाति भनेर हालमा ए मिस यु राजा पनि छ
आँखाबाट आँसु झऱ्यो यो समयमा त पक्कै पनि आँखाबाट आँसु जसको पनि झर्छ होइन किनकि नानीको भविष्य अब हाम्रो अन्तिम बोलचाल मात्रै भएको अन्तिम बोलचाल भयो पक्कै पनि हेर्नुहोस् दर्शकबिन हाँसो अगाडि छाए पनि आँखाबाट आँसु झरिरहेको हामी देख्न सक्छौँ हेर्नुहोस् चल्यो यस्तो चाहिँ घटना हुँदा कसको आँखाबाट आँसु झर्दैन न है एउटा ज्यान फाल्यो बच्चाहरू बिजोग अब हेर्नुहोस् घर बनाएको त ऋण तिरिसकेको छैन हेर्नुहोस् एउटा जनचेतनामूलक भिडियो पनि हो तपाईँहरूले पनि कसैले प्रेम गर्दै हुनुहुन्छ भने कसैलाई धोका नदिनुहोस् बुझ्नुहोस् पहिला पछाडिका कुराहरू उहाँहरूका कुराहरू र मात्रै प्रेम गर्नुहोस् प्रेम गरिसकेपछि धोका नदिनुहोस् आज यी 3 जना नानीहरूको अवस्था हेर्नुहोस् जसको पनि आँखाबाट आँसु झर्छ अवस्था यस्तो भइरहेछ र तपाईहरुले प्रहरीमा दिइसक्नु भयो दिइसकेको त्यसलाई कराउन कल सजाय चाहिँ हुनु पर्यो के ज्यानको ज्यानै लिने हो नत्र भन्ने चाहिँ यहाँ आएर हैन त्यसलाई जहाँ भए पनि पक्रेर लिएर यहाँ अनुसन्धान गरेर मात्र छोड्यो के त्यतिकै नछोड्ने अब नानीहरुको बिच कसले हेर्ने बिचरा अंकलले पैसा कमाओस् कि ऋण तिरोस् कि नानीहरुले हेरेछ हैन त्यसले 1 वर्ष कमाउन त्यसले खाएको छ फकाफुले अब घर बनाउनु पर्छ हामी दुईजना बस्नुपर्छ भने के भनौ हैन हामी नानालाई के भनेको रहेछ हैन मैले त थाहा पनि थिएन अघि भन्ने सुनेको हैन घर बनाउनु पर्छ मलाई पैसा चाहियो यताउता करकरी उले पैसा मागेको रहेछ त्यति धेरै अब त्यत्रो धेरै 1 वर्ष कम उले लगेको छ अनि त्यसै धम्की धमस लाएर हुन्छ त अब मान्छे ज्यान गइसक्यो तर उलाई चाहिँ जहाँ भए पनि निकालेर छाड्ने हो निकालेर छाड्ने त्यसलाई जहाँ भए पनि पुलिस सबै लाइसक्यो हैन अब यत्रो गर्दा पनि हैन भएन के जे गरेर हुन्छ के यसको फ्यामिलीले हेरिछ होला हैन यदि यो यसको फ्यामिली मार्फत पनि पुगोस् हैन उलाई जसरी भए पनि झिकाउने के गर्नुपर्छ हामी गर्ने हो त्यही भन्न चाहन्छ यता आउनुहोस् त हजुरहरू पनि यहीँको स्थानीयवासी हुनुहुन्छ अलिक यता आउनुहोस् न हजुर यहीँको स्थानीयवासी हुनुहुन्छ नमस्कार आफ्नै पर्छ कि तपाईँको चाहिँ यहाँ चाहिँ मेरो भान्जी चाहिँ खस्माको उहाँको चाहिँ मेरो नाति पर्छ नातिनीहरू अनि नाति पर्छ होइन त्यसको लागि उसको आमा चाहिँ त्यो बाबु राजाले होइन बाध्यता बनायो त्यो पैसा कति खाइदियो होइन त्यसको लागि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने त्यो बाबु राजाले मैले पहिला भक्तपुरमा म ड्युटी यो सिक्युरिटी गार्ड बस्दाखेरि मैले प्रत्यक्ष रूपमा बाबु राजा र त्यो मेरो भान्जी बोलेको मैले हेरिरहेको थिएँ एकदम मैले हेरिरहेको थिएँ बोलिरहेको थिएँ हरेको बोल्थ्यो होइन कुनै कस्तो पनि बोलिरहेको थियो त्यही भएर मैले हेरिरहेको थिएँ अब अझ अहिले त्यो बाबु राजा मेरो जुवाएर भान्जीको कस्तो उसको ज्यान गुमाइदियो त्यसले बाबु राजाले अनि त्यो जुवाइको अब के कस्तो के हो उसको मन छ होइन त्यो मलेसियामा छ अब नानीहरू कसले हेर्ने होइन सर त्यसले गर्दाखेरि त्यो बाबु राजाले चाहिँ भेटेर मजाले बढी सजाय दिने कारबाही गर्ने किन यसरी गुमायो र त्यो पैसा कति खाइदियो त्यसले असुल सबै गराइदिनु यहाँ नानीहरूलाई हजुर नातिनीलाई यति मन छ म धेरै भक्तपुर बस्छु हिजो भर्खर आएको हो म त्यहाँ हेरिरहेको थिएँ त्यो भिडियोतिर जति कमाएको जति पैसा चाहिँ उता हालिदिएछ 1 साल गएको 1 सालमा पहिलो महिना चाहिँ मलाई पठाइदिएको थियो 53,000 त्यसपछि चाहिँ पठाएन मैले पनि यता सोध्थेँ पैसा पठाउँदैछ छैन भन्ने साथीलाई दिएको छु भन्थ्यो तर अहिले लगभग यो घटना हुनुभन्दा 1 दिन अगाडि इटरी मिडियाले हालेको थियो त्यतिखेर हामीले हेर्दै थियौँ हिजो हेर्दै गोठाला गएको थिएँ घरमा पो लु बहिनीले त आत्महत्या गर्यो लाइभ हेरौँ त भन्नु थाल्यो म त यो सपना के जस्तो लाग्नु थाल्यो अहिले पनि त्यो सम्झिँदाखेरि त्यो भएको गर्दाखेरि जति बहिनीले त्यो बाबु राजालाई पैसा हालिदिएछ कानुनीदेखि हुन्छ मिडियादेखि हुन्छ कतादेखि हुन्छ यो मेरो भतिजनीहरूलाई कानुनदेखि जति पाउने कडा चाहिँ दिलाइदिनु भन्छु यो मिडियालाई सजाय त्यस गरेर अब बुवा मलेसिया हुनुहुन्छ 8-9 वर्ष भइसक्यो अहिलेसम्म ऋण नै तिरेको छैन लगभग मैले मात्रै लिनु छ होला 12-13 लाख अरू त कति होला ऋण त्यो भएकोले गर्दाखेरि नाजुक छ त्यसमा चाहिँ अब मिडियादेखि नि केही बा सहयोग भयो भने लास्टसम्म यसो धन्यवाद पक्कै पनि दर्शकवृन्द र म राजा भन्ने उहाँलाई म भन्न चाहन्छु है हामी कुनै न्यायाधीश छैन तपाईले गर्नुभएको गल्तीको सजाय त पक्कै पनि कानुनले दिन्छ नै हैन अब हेर्नुहोस् यहाँ गाउँमै आएको छु उहाँहरूको गाउँमै हामी उकालो बाटो ढुङ्गा बाटो खोला बाटो लड्दै पढ्दै चाहिँ हामी
कस्तो रहेछ अवस्था घरको भनेर उहाँहरूको घरमा आएर आज सबैजना गाउँलेसँग बुझ्दाखेरि गाउँको घरको अवस्था पनि ऋणै ऋण रहेछ। घरको चाहिँ उहाँहरूसँग अहिले खाने पनि छैन। त्यस्तो अवस्थामा पुर्याएर तपाईँले गएर काटेर मारेको त होइन, ज्यान त मारेको होइन, तर तपाईँले मर्ने बाध्य बनाउनु भएको छ है। कति के छ पक्कै पनि उहाँहरूको परिवारहरूसँग तपाईँले फोन गर्नुहोला र तपाईँको श्रीमती तपाईँको पनि घर परिवारसँग सरसल्लाह गर्नुहोला। उहाँहरूले चाहिँ प्रहरीमा सबै चाहिँ जाहेरी दिइसकेको हामी तपाईँलाई जानकारी गराउँछौँ र तपाईँ चाँडैभन्दा चाँडै सम्पर्कमा आउनुहोला भन्दै फेरि पनि उहाँहरूको अन्तिमसम्म हामी फलो गर्नेछौँ। त्यत्तिकै उहाँहरूलाई एउटा चाहिँ बोल्नु पनि सक्दैन नानीहरू है, त्यत्तिकै हामी छोडिदेऊ न। उहाँहरूको चाहिँ सहयोग हामीले सकेको सपोर्ट गर्दै हामी जाने नै छौँ। तपाईँ पक्कै पनि सम्पर्कमा आउनुहोला भन्दै अहिलेलाई भने म विक्रम लिम्बू बिदा हुन चाहे। हस्त नमस्ते सेवारो।